सुरुबाट कम्प्युटर सिक्न तपाईँ यहाँसम्म आउनुभएको छ। म तपाईँलाई कम्प्युटर सुरुबाट सिकाउनेछु। क्रिएट विथ आँसु युट्युब च्यानललाई सब्सक्राइब गरिराख्नुहोला ताकि आगामी दिनमा आउने भिडियोहरू तपाईँ समक्ष सबैभन्दा पहिला आइपुगोस्। र आज म कम्प्युटरको एकदमै बेसिक कुराहरू तपाईँलाई सिकाउनेछु। कम्प्युटरको बेसिक कुराहरू भनेको तपाईँले कम्प्युटर ओपन गरिसकेपछि सबैभन्दा देख्नुहुने यो स्क्रिनलाई कम्प्युटरको भाषामा डेस्कटप भनिन्छ। यो स्क्रिन डेस्कटप हो र यहाँ देखिने कुराहरू, यी देखिएका कुराहरू आइकन हुन्। तपाईको कम्प्युटरमा इन्स्टल भएका सफ्टवेयरहरू मध्येबाट तपाईँलाई मन परेका तपाईँले यहाँ राख्न सक्नुहुन्छ आइकनहरू। र यो भनेको फोल्डर हो। यो फोल्डरभित्र तपाईँले राख्न सक्नुहुन्छ तपाईँलाई चाहेका फोटोहरू, भिडियोजहरू तपाईँले राख्न सक्नुहुन्छ। र त्यसपछि तपाईँले यो कम्प्युटरको यो डेस्कटपको सबैभन्दा मुनि देख्ने यो भागलाई स्टार्ट मेनु भनिन्छ। र यिनीहरू भनेको चाहिँ पिन स्टार्ट मेनुमा रहेका आइकनहरू हुन्। तपाईँले यहाँनिर यिनलाई पिन गर्न पनि सक्नुहुन्छ र अनपिन गरेर हटाउन पनि सक्नुहुन्छ। यसको बारेमा म तपाईँलाई पछि भन्छु। र तपाईँले कम्प्युटरको राइट क्लिक, कम्प्युटरमा चाहिँ तपाईँको डेस्कटप स्क्रिनमा देखिएका कुराहरू थाहा पाइसक्नुभयो। र तपाईँले यहाँनिर यो देखिराख्नु भएको छ, यो कर्सर यताउता घुमिराखेको यो लट्ठी जस्तो सानो चिज, यसलाई चाहिँ माउस पोइन्टर भनिन्छ। तपाईँले कम्प्युटरमा अथवा ल्यापटपमा जोडेर चलाउने एउटा माउस भन्ने आइकन तपाईँलाई थाहा छँदैछ, माउस भन्ने डिभाइस। त्यो माउस जोडिसकेपछि तपाईँले यो देख्न सक्नुहुन्छ, यो चल्ने आइकनलाई माउस भनिन्छ है। र यसको राइट क्लिक र लेफ्ट क्लिक दुईवटा क्लिक हुन्छ। तपाईँले राइट क्लिक गर्नुभयो भने तपाईँले डेस्कटपमा यी आइकनहरू देख्न सक्नुहुन्छ। र लेफ्ट क्लिक गर्नुभयो भने कुनै पनि तपाईँको आइकनभित्र रहेका कुराहरू ओपन गर्न सकिन्छ। जस्तै मैले तपाईँलाई सुरुमा कुनै एउटा फोल्डर ओपन गरेर देखाउँछु, यसैलाई ओपन गरेर देखाउँछु। यसरी लेफ्ट क्लिक गर्नु, लेफ्टमा डबल क्लिक गर्नुभयो भने यो ओपन हुन्छ। यसलाई अझै ओपन गर्नु पर्यो भने फेरि लेफ्ट क्लिक गर्ने 2 टाइम्स। र यो भनेको कट बटन हो। यो भनेको मिनिमाइज गर्ने हो, यो म्याक्सिमाइज गर्ने हो, यो मिनिमाइज गर्ने हो। मैले मिनिमाइज गरेँ, यसलाई मिनिमाइज गरेँ भने यो कहाँ जान्छ भन्दा यहाँ तल जान्छ, यहाँ आएर बस्छ, फाइलमा गएर बस्छ। यसले कट गर्यो भने यो हट्छ, यसरी कट गर्यो भने यो हट्यो। र लेफ्ट क्लिक गर्दाखेरि लेफ्ट डबल क्लिक, यो कुरा याद राख्ने, लेफ्ट डबल क्लिकले कुनै पनि फाइललाई ओपन गर्छ र सिङ्गल क्लिकले जस्ट सेलेक्ट गर्छ। जस्तै मैले क्लिक गरेँ भने यो सेलेक्ट भयो, र मैले बाहिर क्लिक गरेँ यो डिसेलेक्ट भयो, मैले यहाँ क्लिक गरेँ यो सेलेक्ट भयो। यसलाई मैले डबल क्लिक गरेँ भने यो ओपन हुन्छ। र फेरि यसलाई मैले सिङ्गल क्लिक गरेँ, यो जस्ट सेलेक्ट भयो। यसलाई मैले डबल क्लिक गरेँ भने यो ओपन भयो। यो भनेको ब्याक अप्सन हो, यसले हामी ब्याक जान्छौँ। डबल क्लिक ओपन, सिङ्गल क्लिक जस्ट सेलेक्ट। लेफ्ट माउस बटनले है, लेफ्ट माउस बटनले डबल क्लिक ओपन, यो ब्याक, सिङ्गल क्लिकमा ब्याक हुन्छ, डबल क्लिक ओपन, डबल क्लिक ओपन, यो कट, यो ब्याक, सिङ्गल क्लिक सेलेक्ट, डबल क्लिक ओपन, सिङ्गल क्लिक सेलेक्ट, डबल क्लिक ओपन, यो कट, यो मिनिमाइज, यो कट। यसरी चाहिँ तपाईँले आफ्नो ल्यापटप, कम्प्युटरमा रहेको डेस्कटप एरिया चलाउन सक्नुहुन्छ। अब भनौँ यो भनेको भ्यू, तपाईँले कसरी हेर्न चाहनुहुन्छ, तपाईँको ल्यापटपमा भएको आइकन, डेस्कटप आइकनहरूलाई, जे चिजहरूलाई कुन हिसाबमा चाहनुहुन्छ। बिग भ्यू, मिडियम भ्यू,
स्मल आइकन, म चाहिँ स्मलमै राख्छु। भ्यू भयो। अटो रेन्ज आइकन, यो अटो रेन्जमै राख्ने हो। यसलाई भनेको सर्ट बाई। अब भ्यूमा चाहिँ के बाँकी छ, अलाइन आइकन टु ग्रिड, यो ग्रिडमै अलाइन छ, अलरेडी अलाइन नै छ। यसरी अलाइन गर्नुपर्छ। अब सर्ट बाई भनेको चाहिँ नेमले, साइजले, आइटम टाइपले अथवा डेट मोडिफाइडले कसरी राख्ने, यसलाई चाहिँ नेमले नै राख्नु सजिलो हुन्छ है। फेरि एकचोटि हेरौँ, सर्ट बाई नेमले राख्नुभयो भने एकोर्डिङ टु अल्फाबेटिकल अर्डर आउँछ। रिसाइकल बिन, टेलिग्राम, यसरी नेमले गरेँ मैले। अब तपाईँ साइजले गर्न चाहनुहुन्छ, कुन साइज ठुलो छ त्यो सबभन्दा माथि आउँछ। यो मैले एउटा यो फिल्म राखेको छु, स्पाइडरम्यान ब्रान्ड न्यू, यो चाहिँ सबैभन्दा ठुलो साइज भएकोले सबभन्दा माथि आयो। त्यसपछि यो आयो, त्यसपछि यो आयो, त्यसपछि यो आयो, होइन त्यसपछि यसरी आउँछ, त्यसपछि यो आयो यसरी, यो त्यसपछि स्पाइडरम्यान ब्रान्ड न्यू, त्यसपछि कस्मेटिक फ्लायर्स, त्यसपछि नेपाली टाइप गर्दै गर्दै त्यसरी यसरी आउँछ। फेरि हेरौँ, माउसको राइट क्लिक गरेँ मैले, त्यसपछि रिफ्रेस गरेँ भने तपाईँको डेस्कटप रिफ्रेस भएर आउँछ। फेरि एकचोटि गरिदिउँ, रिफ्रेस। मैले सर्ट बाईमा गएर यो चाहिँ डेट मोडिफाइड भनेको लास्ट मोडिफाइड, तपाईँले जो लास्ट मोडिफाइड गरेको अनुसारले यो आउँछ। नयाँ नयाँ माथि माथि थपिँदै आउँछ। तपाईँले जुन नयाँ राख्दै जानुहुन्छ त्यो माथि थपिँदै आउँछ, जो लास्टको हुन्छ त्यो तल तल जाँदै जान्छ। मैले सबैभन्दा प्रिफर के गर्छु म चाहिँ नेम बाई राख्न चाहन्छु। अब त्यसपछि नेक्स्ट डेस्कटप ब्याकग्राउन्ड, यो हामीलाई अहिले त्यति नेक्स्ट डेस्कटप ब्याकग्राउन्ड यो हामीलाई त्यति आवश्यक परेन। नेक्स्टमा हामी गएनौँ। तपाईँले थिचेर नेक्स्ट ब्याकग्राउन्ड गर्नुभयो भने जस्ट ब्याकग्राउन्ड चेन्ज हुने हो। यो ब्याकग्राउन्ड चेन्ज हुँदै हुँदै जान्छ। नेक्स्ट ब्याकग्राउन्ड, नेक्स्ट डेस्कटप ब्याकग्राउन्ड, यो ब्याकग्राउन्ड चेन्ज गर्ने हो। बस यसले खासै ठुलो केही गर्दैन, तपाईँले जस्ट सिक्न सक्नुहुन्छ। अन्डु डिलिट गर्नु परेन, तपाईँले डिलिट गरेको कुराहरू फेरि अन्डु भएर आउँछ है। त्यो भनेको तपाईँले यहाँ केही डिलिट गरेको छैन, यहाँ भएर केही आएन। तपाईँले इमिडिएटली केही डिलिट गर्नुभयो भने, अन्डु डिलिट गर्नुभयो भने डिलिट गरेका कुराहरू फेरि फर्केर आउँछ। रिडु डिलिट यो भयो। अब फोल्डर क्रिएट, तपाईँले डेस्कटपमा कुनै पनि फोल्डर क्रिएट गर्न चाहनुहुन्छ, फोल्डर कसरी क्रिएट गर्ने, फोल्डर क्रिएट गर्न कसरी सकिन्छ त, त्यो कुराहरू हामीले अब यहाँ सिक्न चाहन्छौँ। डेस्कटपमा एउटा म फोल्डर क्रिएट गरेर देखाउँछु। न्यू के त, न्यू फोल्डर, न्यू सर्टकट, न्यू बिटम्याप, न्यू कोरल र न्यू के गर्ने, हामीले फोल्डर क्रिएट गर्ने। न्यू फोल्डरमा क्लिक गर्ने र फोल्डरको नाम के राख्ने भन्दा मैले क्रिएट विथ आसु, मैले यो फोल्डर यहाँ डेस्कटपमा यसरी क्रिएट गर्न सकिन्छ। यहाँ फोल्डर यसरी क्रिएट भइसकेको छ। डेस्कटपभित्रको यो फोल्डर खाली छ है। मैले फोल्डर क्रिएट गर्न सिकाइसकेँ। तपाईँले फोल्डर क्रिएट गर्न सकिसक्नु। अब डिलिट कसरी गर्ने त यो फोल्डरलाई, जस्ट राइट क्लिक गर्ने, यहाँनिर देख्न सक्नुहुन्छ डिलिट। त्योभन्दा अगाडि कट गर्नुभयो भने पनि डिलिटै हुन्छ है। कट गरियो, कट गरेपछि अब यहाँ पेस्ट गर्यो भने के हुन्छ, पेस्ट गर्यो, स्किप, ल पेस्ट भयो। तर मैले के गरेको थिएँ, कट गरेको थिएँ होइन। अब हेर्नु, मैले यहाँनिर कपी गर्छु र अब यहाँ फेरि के गर्छु, पेस्ट गर्छु। अब यही यहाँ कपी भएर आयो, तर म यसलाई फेरि के गर्छु, अब डिलिट गर्नु पऱ्यो भने यो डिलिट गर्छु। र कुनै पनि फोल्डरको रिनेम गर्नु पऱ्यो भने तपाईँले यहाँ देख्न सक्नुहुन्छ रिनेम भन्ने छ। यसरी फेरि रिनेम गर्ने आउँछ। अघि मैले स्मलमा लेखेको थिएँ, अब म क्यापिटलमा लेख्छु, क्रिएट विथ AASHU। यसरी तपाईँले रिनेम गरेर इन्टर गर्नु पनि सक्नुभयो, अथवा माउस कर्सरलाई बाहिर लगेर ओके गर्नुभयो भने पनि यो हुन्छ होइन। यसरी तपाईँले एकदमै बेसिक कुराहरू, यसरी कम्प्युटरको बेसिक कुराहरू जानिसक्नु भएको छ। यी कुराहरूलाई थाहा पाइसक्नुभयो। यी कुराहरू आइकन हुन्, आइकन भनिन्छ। तपाईँले यो क्रिएट गरेको चिज फोल्डर हो। मेरो यहाँ एउटा पहिले फोल्डर छ, यो फोल्डरमा मेरो
केही आइकनहरू छन्, फोटोहरू छन् होइन। यसरी तपाईँले फन्ट कलेक्सन, मैले फन्टहरू कलेक्ट गरेर राखेको छु। यसरी तपाईँले फन्ट युज गर्ने फन्टहरू मैले यसरी केही थोरै सीमित फन्टहरू, सीमित फोल्डरहरू राखेको छु होइन। यसरी हुन्छ। अब फोल्डरभित्र पनि फोल्डर बनाउन सकिन्छ। यही फोल्डरलाई क्लिक गर्ने, फेरि यहाँ जाने, फेरि न्यू गर्ने, फेरि क्रिएट फोल्डर गर्ने, होइन। फोल्डरभित्र, यो फोल्डरभित्र पनि फोल्डर क्रिएट गर्न सकिन्छ। यसरी फोल्डरभित्र फोल्डर तपाईँले क्रिएट गर्न सक्नुहुन्छ, अथवा यो फोल्डरको मुनि अर्को फोल्डर क्रिएट गर्न पनि सक्नुहुन्छ। यसरी तपाईँले फोल्डरहरू बनाउन सक्नुहुन्छ। यसलाई म फोल्डरलाई क्रिएट गर्दिनँ, यसलाई सेलेक्ट गरेँ र मैले डिलिट गरेँ। यसरी तपाईँले कम्प्युटरको एकदमै बेसिक कुराहरू सिकिसक्नुभयो। र यो कुराहरू तपाईँले अघि मैले भनेको थिएँ स्टार्ट बटन हो। यहाँनिर चाहिँ तपाईँको डेस्कटप, यो डेस्कटपमा न्यू डेस्कटप तपाईँ बनाउन चाहनुहुन्छ, बनाउन सक्नुहुन्छ। म बनाउँदिनँ, यसलाई नबनाएकै राम्रो। यो चाहिँ माइक्रोसफ्ट स्टोर, जस्तै मोबाइलमा तपाईँको के हुन्छ भन्दा प्ले स्टोर हुन्छ नि, हो त्यो प्ले स्टोर चाहिँ माइक्रोसफ्ट अफिसको प्ले स्टोर हो। तपाईँले यहाँबाट चाहिँ एप्लिकेसनहरू डाउनलोड गर्न सक्नुहुन्छ। अब वाट्सएप, स्पोटिफाई, तपाईँले के डाउनलोड गर्न चाहनुहुन्छ, फेसबुक, डिस्कर्ड, पिन्ट्रेस्ट, लिङ्कडिन, तपाईँले चाहेको एप्लिकेसनहरू यहाँबाट डाउनलोड गर्न सक्नुहुन्छ। जुम भयो। तपाईँले यसरी बुझ्नु, यो चाहिँ माइक्रोसफ्ट अफिसको प्ले स्टोर हो, माइक्रोसफ्ट स्टोर हो। तपाईँले यहाँबाट एप्लिकेसनहरू, सफ्टवेयरहरू सजिलैसँग डाउनलोड गर्न सक्नुहुन्छ है। यो कुरा तपाईँले थाहा पाइसक्नुभयो। यो भनेको माइक्रोसफ्ट कोपाइलट भयो। यो चाहिँ माइक्रोसफ्टको एआई असिस्टेन्ट हो। मैले यसलाई अहिले खोल्दिनँ है। यहाँबाट चाहिँ तपाईँले एआईबाट असिस्टेन्ट गर्न सक्नुहुन्छ। माइक्रोसफ्ट असिस्टेन्ट भनेको यो भनेको तपाईँले कम्प्युटर, ल्यापटप चलाउँदा हेल्प गर्छ तपाईँलाई माइक्रोसफ्ट असिस्टेन्टले। यो तपाईँले सिक्दै जान सक्नुहुन्छ। यो भनेको क्रोम हो। यहाँबाट चाहिँ तपाईँले इन्टरनेटहरू ब्राउजिङ गर्न सक्नुहुन्छ। यहाँनिर यी कुराहरू चाहिँ डिफल्ट नै रहने हुन्छ। यी 1 2 3 4 5 6वटा कुराहरू डिफल्ट हुन्छ। यो चाहिँ अघि मैले खोलेको थिएँ फोल्डर, त्यो फोल्डर यहाँ मैले बन्द गरेको थिइनँ, त्यो इमेज यहाँ चाहिँ सो गरिरहेछ। यो भनेको स्क्रिन रेकर्डर हो। म यसलाई अफ गरेँ भने फेरि भिडियो बन्द हुन्छ, त्यसैले म अफ गर्दिनँ। अब इन्टरनेट ब्राउजिङमा जाउँ हामी। यो भनेको ब्राउजरमा म एकचोटि फेरि जान्छु। माइक्रोसफ्ट एज, यो ब्राउजरको नाम हो माइक्रोसफ्ट एज। तपाईँको विन्डोजमा यो चाहिँ डिफल्ट आउँछ। मैले डिफल्ट यही चलाउने गर्छु र यही राखेको छु। सरी। अब यो प्लस आइकनले तपाईँको ट्याब थप्ने गर्छ। यसरी गर्नुभयो भने अर्को ट्याब थपिन्छ। तपाईँले यहाँनिर एउटामा फेसबुक खोल्नुभयो, एउटामा फेसबुक, अर्कोमा युट्युब, अर्कोमा एउटामा फेसबुक, एउटामा युट्युब, यसरी खोल्दै जान सक्नुहुन्छ। यसलाई बन्द गर्नु पर्यो भने के गर्ने भन्दा यसलाई तपाईँले कट गर्नुभयो भने बन्द हुन्छ। यसरी युट्युब खोल्यो होइन। तपाईँले न्यू ट्याबमा फेरि गयौँ। प्रिन्टेस्ट के छ यो मलाई प्रोनाउन्स गर्न, पिन्ट्रेस्ट खोल्यो होइन। यसरी तपाईँले खोल्न सक्नुहुन्छ। यसरी चाहिँ अलग अलग ट्याबहरू खोल्न सक्नुहुन्छ ब्राउजिङ। र तपाईँले अब यहाँ सर्च गर्न सक्नुभयो, के छ, के सर्च गर्न सक्नुहुन्छ तपाईँले यहाँ जे मन लाग्यो त्यही। कम्प्युटर भनेर मैले सर्च गरिदिएँ ल। यसरी चाहिँ तपाईँले कम्प्युटर भनेर यहाँ गुगलमा तपाईँले चाहेको कुराहरू, गुगलमा जसरी तपाईँले सर्च गर्नुहुन्छ त्यसरी नै माइक्रोसफ्ट एजमा पनि सर्च गर्न सक्नुहुन्छ। तर यसमा तपाईँले ल्यापटपमा, कम्प्युटरमा गुगल क्रोम ब्राउजर पनि इन्स्टल गर्न सक्नुहुन्छ। तर म चाहिँ माइक्रोसफ्ट एज नै चलाउने गर्छु। अब कम्प्युटर के हो भन्ने कुरा तपाईँलाई थाहा छ या छैन? छैन भने तपाईँले यहाँ सर्च गरेर, मैले सर्च गरेँ त्यही पढौँ एकचोटि। अ कम्प्युटर इज अ प्रोग्रामेबल डिभाइस द्याट प्रोसेसेस, स्टोर्स एन्ड डिस्प्लेज इन्फर्मेसन. It can perform a wide range of tasks through sequence of arithmetic or logical operations.
as programs. Modern computers can be classified into various types, including desktops, laptops, and servers, and they have evolved from mechanical device to subsea इङ्ग्लिस मलाई त्यति आउन्न ल ठिक छ यसरी तपाईँले कम्प्युटरको बारेमा जान्न चाहनुहुन्छ अब कम्प्युटर बेसिक्स फर बिगिनर्स मैले तपाईँलाई यहीँ देखाइदिएँ कम्प्युटर बेसिक्स फर बिगिनर्स अन्डरस्ट्यान्डिङ तपाईँले यहाँबाट कम्प्युटरको बारेमा जान्न चाहनुहुन्छ भने तपाईँले यहाँबाट सिक्न चाहनुहुन्छ भने सिक्न सक्नुहुन्छ यसलाई यो भनेको युडेमी भनेको अनलाइन प्लेटफर्म हो तपाईँले यहाँबाट सिक्न सक्नुहुन्छ यसरी तपाईँले कम्प्युटरको बेसिक कुराहरू जान्न सक्नुहुन्छ यो कट बटम यो कट इन्टु बटमले कट गर्छ यो पनि कट गरिदेऊ ब्राउजर अफ भयो एकदमै कम्प्युटरको बेसिक कुराहरू तपाईँले सिकिसक्नु भएको छ रिसाइकल बिनमा तपाईँले डिलिट गरेका कुराहरू यहाँनिर बस्छन् हैन तपाईँले रिसाइकल बिनमा जति पनि डिलिट गर्नुभएको छ ती कुराहरू चाहिँ यहाँ आएर बसेको हुन्छ यसलाई मैले रिस्टोर गरेँ भने त्यो फेरि रिस्टोर भएर जहाँनिर अगाडिको ठाउँ थियो त्यहीँनिर गएर बस्छ मैले एउटा रिस्टोर गर्दिनँ मैले यसलाई के गर्छु सिलेक्ट अल गर्छु र इम्प्टी रिसाइकल बिन गर्छु आर यु स्योर एस आई वान्ट टु क्लियर अल द आइटम्स फ्रम माई रिसाइकल बिन मैले गरिदिइसकेँ यसरी तपाईँले कम्प्युटरको बेसिक कुराहरू सिकिसक्नु भएको छ यो फोल्डर पनि काम छैन म यो फोल्डरलाई पनि डिलिट गरिदिन्छु र आगामी दिनहरूमा कम्प्युटर सम्बन्धी धेरै कुराहरू हामी सिक्ने नै छौँ अहिलेको लागि आजको लागि यो भिडियो यति नै च्यानललाई सब्स्क्राइब गर्नुहोला भिडियोलाई लाइक गर्नुहोला भिडियो मन पर्यो भने सेयर गर्नुहोला है त नेक्स्ट पार्टमा तपाईँलाई कम्प्युटरको बारेमा के सिक्न चाहनुहुन्छ त्यो कमेन्ट गर्नुहोला म पक्कै पनि तपाईँलाई सिकाउने नै छु